ब्रो हो ग्यारेज छैन होला ब्रो मलाई रिस नउठाऊ है ल यहाँ चाहिँ ग्यारेज कहाँ छ यो जङ्गलमा चाहिँ ग्यारेज देख्छौ तिमी ब्रो खोज्दै जाउँ न अन्त अब स्कुटीको टायरै पङ्चर भएछ कहाँबाट खोज्छौ अघि याद गरेन नि त हामीले एउटा मान्छेको ढङ्ग हुन्छ नि कि ढङ्ग ब्रो अब मलाई थोरै नै याद थियो त यति चाहिँ हो कि ब्रो जे पनि हुन्छ राम्रैको लागि हुन्छ भने कति दिनदेखि बाद घरबाट निक्लिनु पाएको रोक्दिँदैन आजकल त के हो मान्छेहरूले पनि अब के गर्ने नाम्लो ल्याउँ बोकौँ लाग्थ्यो ल्याङ कुरा नगर तिमी फेरि रिस उठिरहेको बेलामा त्यसो यसो गरौँ न लुगा बोकेछौ होइन यहीँ सुत्यौँ आज त ब्रो तिमीले एउटा कुरा याद छ के चाहिँ जे पनि हुन्छ राम्रैको लागि हुन्छ नि त होइन खै अब घुम्न जाने प्लान पनि त्यस्तै भइगयो लड्ला भाइ लड्ला होइन लड्यो यहाँ टायर पनि पङ्चर भयो तिमी लडेर चाहिँ तिम्रो बडी चाहिँ ऊ त्यहाँ तल म चाहिँ यहाँ माथि दुई जग्गा चेप्टिरहेको ब्रो यदि हुन्छ नि ऊ तलको डाँडा हेर न यार है अनि म बादमा क्या एउटा घर त्यस्तै बनाउँछ होइन ठक्कै डाँडा बुझ होइन सुन न डाँडामा है सुन न म भनिहाल्छु म बिर्सिन्छु म भन्छु टक्कै डाँडामा होइन मेरो घर होइन जहिले तिमीले त्यस्तै गर्छौ यार म त्यस्तै हुन्छ दोस्त लु भनिहाल्छु डाँडा ठक्कै मेरो घर है ठक्कै मेरो बाउ आमा होइन अब उनीहरूलाई त हाल्नै पऱ्यो नि त ब्रो होइन उनीहरूको अर्कै रुम होइन अन्त मेरो गर्लफ्रेन्ड बन्यो भने सिङ्गलै छु नि त दोस्त होइन अन्त के गर्छु भन्दा चाहिँ म एउटा दामी आँगन हुन्छ त्यसमा चौतारा जस्तो क्या ठक्कै बेलुका भएपछि वी अल फ्यामिली क्या मजाले भ्यू हेर्दै गरेको अन्त सेकुवा नभन यार सेकुवा भन्नु ब्रो अब होइन यसै त्यसै होइन जे हुनु त्यो भएको होइन जाउँ त्यो डाँडा म सक्दिनँ हिँड्नु म सक्दिनँ ब्रो म सक्दिनँ दामी छ त्यहाँनिर म सक्दिनँ त्यसो भने यस्तो गर कस्तो स्कुटी तिमी जसरी पनि घिसाडेर लौ म चाहिँ गएँ ब्रो कस्तो दामी ब्रो मलाई फिल्स लाइक कि त्यो क्या त्यो जग्गाले मलाई बोलाउँदैछ हेमन आई हेभ टु गो जाऊ म चाहिँ गयो मान्छे चिल ब्रो म गएको बसेँ त्यहाँ एक्लै के भइदिएको गएको हो वर्ड आउनु ब्रो के भइदिएको कस्तो अल्छी लाग्दो मान्छे हो दोस्त तिमी त हिँड न यार यस्तो दामी जग्गा आएर अब अघि घरमा हुँदा त घुम्दैन भन्दै थियो त हिँड न मलाई अल्छी भइदिइसक्यो घुम्नु आएको यार के इन्जोय त गरौँ न अब बिग्रेन स्कुटी अब यता राखौँ केही सोचौँ होइन ब्रो तिमीले भने जस्तो हुँदैन नि त